हेलो हाई नमस्ते सम्पूर्णमा स्वागत छ फेरि पनि मेरो साइली मम्मी च्यानलमा। यहाँहरु सम्पूर्णलाई र थाइल्यान्डको फुकेटबाट चाहिँ स्वागत गरिरहेको छु। सो अब हामी चाहिँ फिफी आइल्यान्ड जानु लागेको साथीहरु। सो त्यसको लागि चाहिँ हामी बिहानै उठेर म चाहिँ नुहाइ गरिसकेर तयारी भइसके। हामीलाई चाहिँ अब 6:30 बजे ब्रेकफास्ट गराएर चाहिँ 7 बजे हामीलाई लिन आउँछ। सो गाइस मेरो ब्लग सुरु गरिसकेको छु। फाइनली साथीहरु हामीले चाहिँ यहाँ खाजा हेर्दै छौं। खाजा खानाले चाहिँ आएको छौं। खाजाहरु यसरी सजाइदिएको छ। यहाँ ल्याएर ब्रेडहरु तताएर खाने ठाउँ रहेछ। यो ब्रेडहरुको लाइन भयो। यसको मसलाहरु पछाडि अनि यहाँ चाहिँ ब्रेडहरु रहेछ साथीहरु। यो खान आत्नु भएको तपाईले? यो तताइ सक्नु भएछ बोसले। तताउने पनि ठक्कै यहाँ राख्दिएको रहेछ। आज मंगलबार अब यस्तैहरु त खाने हो नि हामीले त। मेरो लागि पनि तताइदिनु ल। ब्रेड एउटा त्यस पछाडि यो लाइनमा यहाँ टक्क कपहरु छ। डेजर्टहरु रहेछ यहाँ चाहिँ। दही होला किसमिस सबै मिक्स गरेको के खोइ यो नाम पनि आउँदैन मलाई त। यो चाहिँ फ्रुटहरुको मिश्रण। आइसहरु यसरी राखिदिएको रहेछ साथीहरु। ल खाजामा पनि कति खानु त। खाजाले नै अगाइन्छ यसरी। बिहान फेरि रुच्दैन त्यति साथीहरु। यो चाहिँ फ्रुटहरुको लाइन रहेछ है साथीहरु। काटेर चट्ट यसरी राखिदिएको छ। त्यस पछाडि यता चाहिँ यो चाहिँ केहरु यहाँ बफिँदैछ। मोमोहरु होला सायद। यसरी बफिँदैछ हजुर। यहाँ चाहिँ भात रहेछ। भात फ्राई राइस। यो चाहिँ के रहेछ है कस्तो मिठो देखेको। खोर्सानीहरु टक्क त्यहाँ। ससेज चमचहरु यहाँ छ। त्यस पछाडि यो लाइनमा वाउ आलुको चना दामी बनाएको मिठो रहेछ। सावादिका यहाँ चाहिँ यो चिकन करी जस्तो छ। सबै इन्डक्सनमा यसरी तताएर राखिराख्दो रहेछ। यो चाहिँ यो पनि चिकनै हो। ओ त्यहाँ आलु म खान्छु ल। म क्या दामीको आलु छ त्यहाँ। आलुको पल्लो छ। यो चाहिँ सुप होला साथीहरु। म्याक्सिमम सुप खाँदो रहेछ यताको मान्छेहरुले चाहिँ। खाजाको भेराइटीहरु। त्यो आलु खान्छु ल म। ल पल्लो छेउदेखिको पल्लो छेउसम्म हजारौं तरिकाको खाजाहरु छ साथीहरु। त्यस पछाडि यता पनि छ। लाग्दैन 3-4 वटा खान्छु होला। अब आज भेज साथै मेरो चाहिँ आज भेज पर्यो। के गर्नु मंगलबार पर्यो। यो चाहिँ नुडल्स जस्तो छ। यहाँ चाहिँ उसिनेको सागपातहरु रहेछ। क्याबेज यहाँ
रोटी दालहरू जे खाए पनि छ है साथीहरू। यति धेरै भेराइटी के खाइन्छ र। यहाँ चाहिँ चियाहरू हट टी हट वाटर पनि रहेछ। यहाँ चाहिँ बन्द। यहाँ चाहिँ पानी पनि राखिदिएको रहेछ। पम्पकिन सुप अरे ल। यहाँ चाहिँ पम्पकिन सुप अरे कस्तो छ होला। यहाँ चाहिँ कफीहरू रहेछ साथीहरू। सबै भेला हुँदैछ अब यहाँ खाजा खानको लागि। यहाँनिर चाहिँ जुसहरू रहेछ साथीहरू। के खाने हो कति खाने सलाद काट्ने रहेछ। के छ दुध ड्रिङ्किङ वाटर ल साथीहरू। यहाँ चाहिँ सबै कुरा राखिदिएको रहेछ। पानी पनि राखिदिएको रहेछ। उता भियतनाममा चाहिँ पानीहरू चाहिँ थिएन त्यसरी राखेको। अनि यता चाहिँ बोयल अन्डाहरू रहेछ। लाइनमा आइसक्नुभयो खानालाई। हाई सावादिका। यता चाहिँ पकाउनु रहेछ। बसेर खाने ठाउँ चाहिँ यता छ यसरी। यता बाहिरपट्टि पनि छ। पछाडि यहाँबाट चाहिँ यस्तो रमणीय दृश्य। आहा मनै लोभाउने। के गर्नु नि लाई कति राम्रो देखेको। कति राम्रो ठाउँ कति सुन्दर ठाउँ के ल। वरिपरि होटलको वरिपरि है यो चाहिँ साथीहरू यस्तो छ। ल यहाँ टक्क यहाँ बसेर हेर्दै खाने ठाउँ। अब हामी पनि टक्क यहीँ ल्याउने हो। यहाँ यसरी बसेर खाने हो। यहाँ कसले ल्याइसक्नु भएछ। जति हेर्दा पनि नअघाउने ठाउँ रहेछ है साथीहरू यो फुकेट। कति राम्रो देखेको। आहा साथीहरू फाइनली हाम्रो चाहिँ यहाँ खाजा टाइम छ। अहिले 6:30 बजेको छ। खाजा खानु निस्किरहेछौँ। हामीले चाहिँ खाजा लिएर यहाँ खाँदैछौँ। बोसले खाँदै हुनुहुन्छ। टक्कले उता हेर्दै आमामा यस्तो सिन छ वरिपरि। स्वर्गमा पुगेको जस्तै लागिरहेछ मलाई त। दुईजनाकै हाम्रो चाहिँ आज भेजमा पर्यौँ। कति मिठो मिठो खाने कुराहरू आज चाहिँ खानु नपाउनु भयो है हामीले चाहिँ। सी फुडहरू कस्तो खाने भनेर आएको। ठक्क मङ्गलबार परिदिएको साथीहरू। साथीहरू मैले पनि खाँदैछु। मैले चाहिँ यो आलु कस्तो मिठो होला भनेर लिएर आएको। आलु खाँदैछु। यताको आलुको स्वाद अर्कै हुने रहेछ। मांग या सकता था यार।
त्यति धेरै भेराइटी भएर पनि के गर्नु है, खाने त यति नै त हो। यति लगाइहालिन्छ। हामीले चाहिँ अब फाइनली खाइसक्नु लाग्यो। हामीलाई लिन पनि आइसक्नु भयो जस्तो छ, 7 बज्न लाग्यो। हामीलाई अब फिफी आइल्यान्ड जानु छ, त्यही भएर हतार हामी खाँदैछौँ, डोनहरू खाँदैछौँ होइन। अब हामी चाहिँ खाजा खाइसक्यौँ साथीहरू। अब जुस बाँकी बाई बाई, थ्याङ्क यू फर वाचिङ। अब हामी अर्को भ्लगमा चाहिँ तपाईँहरूलाई फिफी आइल्यान्ड देखाउनेछु।